जोमसोम ढुम्बा लेक। जोमसोम ढुम्बा लेक एयरपोर्टबाट ठ्याक्कै अपोजिट पर्ने रहेछ यो। राजन भाइको पोज ल। अहिले हामी बागलुङ कालिका मन्दिर दर्शन गर्न आउँदैछौँ। यो बागलुङको सबैभन्दा चल्ने मन्दिर मध्येमा एक पर्दछ। यस मन्दिरमा दर्शन गर्नेहरूको भिडहरू निकै बढेको छ। आज शनिबार परेको कारणले गर्दा पनि जस्तो लागेछ। अहिले हामी बागलुङ मन्दिरबाट फर्किँदैछौँ। मन्दिर सकेपछि फर्किँदैछौँ। कालिका मन्दिर। हेलो बागलुङ कालिका मन्दिर। चौध नम्बर पिलर नेपालको। मेरो मातृभूमि नेपाल, आई लभ यू।
गर्छ के गर्ने अब बुढी भइसक्यो बाबु हेर्नु न यहाँ भ्यू कस्तो खतरा आएको मेरो फोन त्यो काट्नु न Bye bye. Anda चलो रे. Welcome, welcome, bye. Welcome.
बेगनास तालको जल यात्रामा निस्कियौँ। हेलो जजोल्पा गुड मर्निङ। अहिले हामी इलामको भ्यू टावरमा जाँदैछु। भ्यू टावरबाट इलामका सबै चियाबारीहरू हेर्न सकिने रहेछ यहाँबाट। अहिले हामी भ्यू टावरमाथि चढ्दैछौँ। म इलामको भ्यू टावरमाथि चढ्दै इलामको भ्यू टावरबाट निहाल्दा इलाम बजारहरू समेत देख्ने रहेछ। पुरा चिया बगानका साथै हेर्नुहोस् चिया बगान पुरै हरियो देखिन्छ। हामी अहिले बेगनास तालको मन्दिर। अब हामी सिडी उक्लिन्छ है। ल लेडी कस्तो लागिरहेछ? पखाल भन। अहिले चाहिँ हामी पोखराको बेगनास तालमा छौँ। यो ताल चाहिँ हामीले अरू नै उबाट गऱ्यो भने एक दिन लाग्ने सम्भावना देखिएको छ। यो ताल चाहिँ फेवा तालभन्दा ठुलो छ भन्छ। ठुलो छ है, धेरैभन्दा धेरै ठुलो छ। आउनुहोस् तपाईँहरू पनि घुम्नलाई रमाइलो गर्नुहोस्। हुर्रे अब हामी माथि जान्छौँ मन्दिर। लेट्स गो मन्दिर। अहिले हामी बराठानको सिडी उक्लिँदै बेगनास तालको बराठान मन्दिर जाँदै। ल बाटोमा अहिले मन्दिर छ। बा एकजना पनि घुमेर आइसक्नु भएको रहेछ दर्शन गरेर। चारैतिर तालले घेरिएको मन्दिर, बिचमा जङ्गल, ठुलो घना जङ्गल, सबै ठाउँमा जङ्गलै जङ्गल। अहिले हामी मन्दिरबाट फर्कियौँ। अहिले हामी बेगनास तालबाट
पनि टिम आएको छ